स्वागत छ तपाईलाई मेरो न्यू ब्लगमा। आज चाहिँ म खेतमा आइरहेको छु। यो चाहिँ डल्ले खोर्सानी रोपेको थिएँ मैले। हाम्रोतिर चाहिँ यस्तो भयो, डल्ले खोर्सानीहरू फुल खेल्न थालिसक्यो। नयाँ बोटमा पनि नयाँ बोट, यो चाहिँ घरकै बिरुवा हो। अनि सिक्किमबाट मगाएको भएर म सिबी रोपेको थिएँ नि त। यतिको भएको छ, एक फोक्टा सिबी रोपेको छ। अनि यति दामी मचान लगाएको छ कि यहाँनिर चाहिँ भाइले यो चाहिँ आम्बो एक फोक्टा डल्लै काँक्राको बोट चाहिँ 7 झ्याङ रोपेको थियो नि त। यत्रो भएको छ। ठिक्कै मचानमा जाने बेला भइरहेको छ नि त। अनि भाइले काम गरेको चाहिँ अहिलेदेखि होइन, यहाँ काँक्रा फुलेर चिचिलाहरू पनि लागिसक्यो। यत्रो हुँदैछ भर्खर काँक्रा। अरू जग्गा चाहिँ कतिको भएको छ कुनि, मेरोमा चाहिँ यतिको भएको छ है काँक्राहरू। यहाँ पनि फल्दैछ। यहाँ पनि पहिलाको साल चाहिँ मैले अप्रिल 16 तारिकतिर चाहिँ निकालेको थिएँ। यो साल चाहिँ अलिक ढिलो पो हुन्छ जस्तो लाग्दैछ हो। सक्न आँट्यो, सिमट टार्गेट पुग्न आँट्यो। बान्ने डोरी चाहिँ नपुगेर यस्तोहरू पनि चलाएको छ। यो चाहिँ डोरी मचान चाहिँ खतरा लगाइदिएको छ जे सिमनले। यो मचान बनाउनुको लागि चाहिँ मैले सिक्किमबाट मगाएको नि मान्छे। हाम्रो खतरा लगाइदिएको छ नि, एक्लै बनाएको यो चाहिँ। को हो त्यहाँ माथि रुने चाहिँ फेरि? यो चाहिँ फेददेखि नै फल्छ। यत्रो फुल नआइकन कोपी काँक्रा फल्नु थालेछ। अरू जग्गा चाहिँ कतिको भएको छ है, मेरोमा चाहिँ यतिको भएको छ। बिचरा यो रोप्ने बेलामा भाइको खुट्टा काटी रोपे। एक हप्ता जस्तो त रेस्ट गर्नु, घर जानु पर्यो बिजोग भएर। यहाँ चाहिँ सिबी छ, एक फोक्टा डल्लै लगाएको नि त। योपालि चाहिँ घरमा बसेर पुरै अर्ग्यानिक लगाइदिएको। यहाँ 5 ट्याङ चाहिँ धनियाँ लगाइदिएको थिएँ। धनियाँ भन्दा पनि गिन्देरीले भरेछ। यहाँ चाहिँ पालक 2टा ट्याङ पालक चाहिँ आएको छ 20-20मा। यहाँ छ धनियाँ। सिबीहरू थाक्रामा चढ्दैछ। यहाँ मुनि चाहिँ सिल्लेरी छ। सिल्लेरी बाख्राको खोल थियो नि त यहाँनिर पहिला। अहिले चाहिँ सिल्लेरी रोपिदिएको। पुरा भन्दा पनि पुरा बेसी भयो क्या सिल्लेरी पनि। आम्मा, यो चाहिँ मेरो खेत बारी। यहाँ पनि छ एक फोक्टा खोर्सानी रोपिदिएको। खोर्सानी चाहिँ यस्तो पाराले रोप्नु रहेछ है। यसो रोप्यो भने चाहिँ 2 वर्षसम्म बस्दो रहेछ। झार पनि नउम्रिने, एकदम दामी फल्दो रहेछ। बोट पनि नमर्दो रहेछ। पानीले पनि, बर्खाको पानीले पनि